र यसमा अब ध्यापामा भन्नुपर्दाखेरि कुञ्जाङलामी स्यालुङ है एकदमै अब फेमस बुक हो निङमा ट्रेडिसनमा चाहिँ यो चाहिँ एकदमै महत्त्वपूर्ण पनि मानिने गर्दछ। हरेक छाम अब हामी लोसुम छोक्सुम भन्छौँ है ल, छाम बस्दा पनि यही कुञ्जाङलामी स्यालुङलाई बेसमा राखेर प्र्याक्टिस अथवा न्यामलेन गर्ने गर्दछौँ है ल। त्यसैले गर्दा कुञ्जाङलामी स्यालुङमा के बताउनु भएको छ भने चाहिँ श्रद्धामा पनि 3 प्रकारको श्रद्धा बताउनु भएको छ है। फर्स्टमा धौई धेपा अनि धेपे धेपा हिचिपे धेपा भनेर 3टा बताउनु भएको छ। र फर्स्टमा धौई धेपा भने चाहिँ कस्तोले भन्छ भन्दाखेरि यहाँ मैले नेपालीमा लेखेको थिएँ। नेपालीमा चाहिँ के रहेछ भने चाहिँ प्रसन्न श्रद्धा अरे धौई धेपालाई चाहिँ प्रसन्न श्रद्धा र धेपे धेपालाई चाहिँ काम इच्छाको श्रद्धा र त्यस्तै गरी हिचिपे धेपा भने चाहिँ विश्वासको श्रद्धा भनेर यो 3टा बताउनु भएको रहेछ है ल। यसमा चाहिँ पहिला अब धौई धेपालाई चाहिँ कस्तोले भन्दो रहेछ भने चाहिँ जब तपाईँ ठुल्ठुलो अब गुम्बामा जानुहुन्छ, ठुल्ठुलो अब बुद्धहरूको प्रतिमा मूर्तिहरू देख्नुहुन्छ है, त्यस्तै गरी ठुल्ठुलो लामा गुरुहरू दर्शन गर्दा, त्यस्तै गरी है इक्जाम्पल कर्मापा भयो, घ्यावा रिम्बुछीहरू भयो, ठुल्ठुलो अब गुरुहरू रिम्बुछीहरू हामीहरूले दर्शन गर्दाखेरि मनमा एउटा दर्शन अब धौवा मनै शान्ति टाइपको है यो शरीरको के भन्छ एउटी नै झिङ भएर आएको जस्तो एउटा श्रद्धा भक्ति आउँछ त्यो प्रकारको है। ठुल्ठुलो गुम्बाहरू देख्दा पनि अझै भन्ने खालको एउटा मनमा श्रद्धा त्यस्तो खालको आउँछ एउटा त्यो प्रकारको त्यो भयो। र अर्को चाहिँ धेपे धेपा भने चाहिँ कसरी आउँछ भन्दाखेरि चाहिँ श्रद्धा चाहिँ तपाईँ हामीहरूले जस्तै कि अब पापको दोष जान्यौँ भने है ल, पाप गरे पनि यस्तो रहेछ, पाप गरे पनि यसको फल यस्तो पाउँदो रहेछ है, त्यस्तै गरी पाप गरे पनि राम्रो होइनछ है, हामी दुर्गतिमा हामी गन्सोङमा जन्मिने रहेछ, दुःख भोग्नु पर्ने रहेछ, पुण्य गरे पनि यस्तो रहेछ, पुण्य गरे पनि हामीले राम्रो फल पाउँदो रहेछ है, देवलोकमा जन्मिने रहेछ है, त्यस्तो प्रकारको अब राम्रो हुँदो रहेछ भने त्यस्तो कुराहरूको तपाईँहरूले जानेर है बुझेर त्यसपछि जानेपछि म राम्रो काम गर्छु, म के भन्छ म देवलोकमा जन्मिन्छु है, म मनुष्यमै फेरि जन्मिन चाहन्छु भन्ने खालको त्यस्तो खालको एउटा त्यो कुराहरू जानेर चाहिँ त्यस्तो खालको एउटा इच्छा राखेर त्यो इच्छाले एउटा मनमा श्रद्धा आउँदो रहेछ, त्यस्तोलाई त्यस्तो प्रकारको रहेछ। र अब अर्को लास्टमा चाहिँ विश्वासको श्रद्धा भन्ने छ, त्यो चाहिँ हिचिपे धेपा है। अब हिचिपे धेपा भने चाहिँ तपाईँ हामीले कुञ्चोकसुम अथवा त्रिरत्नको ज्ञानलाई बुझेर, त्रिरत्नको गुण ज्ञानहरूलाई बुझेर है धर्म कस्तोलाई भन्दो रहेछ है आफूले स्टडी गर्नुपर्छ पहिला त है त्यो बुझ्नुको लागि। बुद्ध भनेको बुद्धको पनि धेरै प्रकारको ज्ञानहरू छ है, त्योहरू हामीले पढ्नु पर्दछ है। बुद्ध धर्मसँगहरूको ज्ञानहरू त एकदमै विशाल छ है ल। त्यो हामी त्यो पहिला बुझेर चाहिँ जब जान्छौँ बुझ्यो पनि अन्त है अब कुञ्चुकसुम भन्ने चाहिँ अब यस्तो खालको ज्ञान रहेछ, कुञ्चुकसुमले मात्रै हामीलाई यो संसारको दुःख छलौको दुःखबाट चाहिँ मुक्त पार्न सक्ने रहेछ भन्ने खालको जब हामीले त्यो ज्ञानहरू जानेपछि त्यस्तो खालको एउटा श्रद्धा भक्ति आउँछ, त्यो चाहिँ हिचिपे धेपा हो। अब त्यो 3टा भित्रबाट चाहिँ हामीले त्यो फर्स्टको 2टा त अब त्यो फर्स्टको त भरोसा छैन है ल, के भन्छ अब जब गुरुहरू हामी भेट्छौँ तब मात्रै त्यस्तो खालको एउटा श्रद्धा भक्ति भएर आउँछ, फेरि बादमा हराएर गइहाल्छ होइन। त्यस्तै गरी अब धेपे धेपा पनि के भन्छ हामीले त्यो एकदमै खास अब एकदमै राम्रो हो भनेर बताएको छैन है ल। अब सबसे भन्दा अब उत्तम एकदम राम्रो चाहिँ हिचिपे धेपा है, कुञ्चोकसुमको ज्ञान गुणलाई जानेर बुझेर चाहिँ एकदमै विश्वास है मनभित्रबाट विश्वास है। पुस्तकमा के बताउनु भएको छ भने चाहिँ हि खेसेकी धेपेस झिलापझुप भनेर बताउनु भएको छ है। मनभित्रबाट है त्रिरत्नको शरणमा गइसके पश्चात है मलाई जे भए तापनि त्रिरत्न तिमी नै जान्दछौ है, मलाई
म बिमार भए पनि त्रिरत्न नै जान्दछु, म मरे भए पनि त्रिरत्न, मेरो जिन्दगीमा सुख दुःख जे जस्तै भए तापनि त्रिरत्न तपाईँहरू नै जान्दछौँ त सबै है। आफूलाई उति नगरिकन सबै त्रिरत्नको उसमा त्रिरत्न नै जान्दछौँ भन्ने खालको विश्वास है। जे भए पनि त्रिरत्नको एउटा विश्वास प्रकारको त्यस्तो खालको एउटा श्रद्धा भक्ति लिएर हामीले चाहिँ अब हामीले के भन्छ धर्मलाई प्र्याक्टिस गर्न सक्यौँ भने चाहिँ त्रिरत्नको झिनलाभ अथवा ब्लेसिङ है, आशीर्वाद चाहिँ हामीले पाउनेछ भनेर बताउनु भएको छ। अब यसमा एउटा सानो एउटा स्टोरी छ है। एउटा पहिला अब टिबेटमा एउटा त्यस्तो खालको घटना भएको भनेर यो स्यालुङ पुस्तकमा एकदमै बताउनु भएको छ होइन। र यो स्टोरी चाहिँ कस्तो प्रकार रहेको छ भने चाहिँ टिबेटमा उहिले नै त्यो बेलामा एउटा आमा छोरा थियो रहेछ है ल। र आमा छोरा मध्ये अब आमा चाहिँ एकदमै अब भगवान् बुद्धलाई श्रद्धा भक्ति है, विश्वासको सदर राख्ने है। उहाँले चाहिँ भगवान् बुद्धको ज्ञान गुणको बारेमा धेरै सुनेको थियो रहेछ होइन। भगवान् बुद्ध भने यस्तो भने भगवान् बुद्धको ज्ञानहरू धेरै सुनेर चाहिँ उहाँ चाहिँ भगवान् बुद्धप्रति चाहिँ एकदमै विश्वास एकदमै श्रद्धा गर्ने है। र अब छोरा चाहिँ के थियो भने छोरा चाहिँ बिजनेसम्यान भनौँ न है ल। त्यो बेलामा अब बिजनेसम्यान टिबेटदेखि इन्डिया आउँदो थियो रहेछ है ल। उहाँ अब बिजनेस गर्नुको लागि है टिबेटदेखि इन्डिया उछाउनको लागि अब टिबेटदेखि इन्डिया आयो है। आफ्नो सामानहरू बेच्यो फेरि फर्क्यो है, इन्डियादेखि फेरि सामान त्यस्तो खालको गर्दथ्यो रहेछ। अन्त त्यस्तो खालको गर्ने क्रममा चाहिँ अब आमाले चाहिँ एक दिन के भनेछ भन्दाखेरि छोरालाई, है छोरा अब तिमी सधैँ इन्डिया है भारत जान्छौ र भारत भन्ने है इन्डिया चाहिँ भगवान् बुद्ध ले ज्ञान प्राप्त गर्नुभएको जग्गा हो। र त्यसैले गर्दा चाहिँ मलाई इन्डियाबाट चाहिँ भगवान् बुद्धको एउटा केही नै भए पनि एउटा लुगाको टुक्रा अथवा उहाँसँग सम्बन्धित एउटा केही नै भए पनि मलाई एउटा छाकछालबेकी तेन भन्छ है, छाक्छुएको तेन भन्छौँ है ल। म ढोक्ने, म पाठ पूजा गर्ने, म छेपाहरू चढाउनेको एउटा है एउटा तेन जस्तो चाहियो मलाई। तिमीले एउटा भगवान् बुद्धको जे भए पनि मलाई लिएर दिउँ है भनेर आमाले त्यसो भन्नुभएछ। अन्त छोराले अब हुन्छ भनेर चाहिँ अब छोरा फेरि त्यसरी अब के भन्छ इन्डिया आयो, बिजनेस गर्यो होइन। त्यसरी आउँदाखेरि अब छोरा इन्डिया आएर चाहिँ अब उसको आफ्नो बिजनेसको आफ्नो कामले गर्दाखेरि त्यो कुरा चाहिँ बिर्सिँदो रहेछ छोरा चाहिँ होइन। त्यस्तो खालको निकै पल्ट त्यस्तो खालको भएछ होइन। 3-4 पल्ट नै त्यस्तो खालको भएछ है। आमाले अब त्यस्तो खालको ल्याइदिए भनेको थियो, छोराले फेरि गयो बिर्स्यो है, फेरि बिर्स्यो। त्यस्तो बिर्सिँदाखेरि चाहिँ एक दिन चाहिँ आमाले के भन्नुभएछ भने चाहिँ ए छोरा यो चाहिँ अब लास्ट पल्ट हो, यदि तिमीले मलाई भगवान् बुद्धको एउटा मलाई छाकछाल गर्ने एउटा तेन चाहिँ तिमीले एउटा ल्याइदिएनौ भने चाहिँ यो पल्ट चाहिँ तिमीले त्यो खालको ल्याइदिएनौ भने चाहिँ अब म चाहिँ तिम्रै अगाडि है, आमाले अलिकति अब यस्तो डर जस्तो देखाउनु भएछ है छोरालाई है। म चाहिँ तिम्रै अगाडि अथवा तिम्रै अगाडि म चाहिँ अब के भन्छ प्राण त्याग दिन्छु, सुसाइड जस्तो गरिदिन्छु भनेर चाहिँ आमाले अलिकति डर देखाएछ। अनि त्यसो देखाउँदा चाहिँ अब लास्ट पल्ट अब छोरा गयो फेरि पनि अब आफ्नो बिजनेसमा इन्डिया गयो। इन्डिया गएर चाहिँ अब यो आफ्नो बिजनेस गऱ्यो, त्यस्तो गऱ्यो। अब फेरि फर्केर आएछ, छोराले फेरि बिर्सेछ। अन्त बिर्सेर आउँदाखेरि चाहिँ घरको छेउमा आइपुगेछ छोरा चाहिँ है ल। घरको छेउमा आइपुग्दाखेरि चाहिँ अचानक अब घर देख्दा चाहिँ याद आएछ है, ओ मेरो आमाले त मलाई एउटा के भन्छ अब छाकछेसी गर्ने एउटा तेन है, छेपा पिसे गर्ने एउटा तेन, एउटा भगवान् बुद्धको केही भए पनि ल्याइदिनु भनेको थियो। आहा म बिर्स्यो, यदि म यतिकै खाली गएँ भने त मेरो आमा मेरै सामु अब प्राण त्याग्छु भनेर भन्नुभएको छ। ओहो के गरौँ भनेर चाहिँ उसले एकदम अब दुविधामा परेछ है, एकदमै अब कन्फ्युज भनौँ न, अब के गरौँ भएछ होइन। अब त्यस्तो गर्दा चाहिँ उसले उता यता यसो हेर्दाखेरि चाहिँ उसको सामु चाहिँ एउटा छेउमा चाहिँ एउटा अब के भन्छ अब कुकुर मरिरहेको थियो अरे है ल। है कुकुर मरेको चाहिँ देखेछ उसले। कुकुर मरेको देख्दा चाहिँ त्यो अब उसले के दिमाग लगायो भन्दाखेरि चाहिँ त्यो कुकुरको चाहिँ दाँत चाहिँ उसले निकालेर चाहिँ एउटा लुगामा प्याक गरेछ।
है कुकुरको दाँत चाहिँ उसले है प्याक गरेर चाहिँ लगेर चाहिँ उसको आमालाई दिनुभएछ। आमा यो चाहिँ मैले इन्डियाबाट ल्याएको यो चाहिँ भगवान् बुद्धको दाँत हो है, स्वयं यो चाहिँ भगवान् बुद्धकै दाँत हो भनेर चाहिँ छोराले चाहिँ अब ढाँटेर चाहिँ आमालाई त्यसो दिनुभएछ। अब आमाले चाहिँ के सोच्नु भएछ भन्दाखेरि चाहिँ साँच्ची नै यो चाहिँ साँच्ची नै चाहिँ भगवान् बुद्धको दाँत हो भनेर चाहिँ आमाले चाहिँ अब एकदमै विश्वास मनभित्रबाट श्रद्धा भक्ति गरेर विश्वास गरेर चाहिँ आफ्नो छेसममा राखेर चाहिँ सधैँ अब छाक छेसे गर्ने है, छेपा चढाउने है, त्यस्तो सधैँ त्यस्तो गर्थ्यो अरे उहाँले चाहिँ है, आमाले चाहिँ। अनि त्यस्तै अब त्यो गर्दाखेरि चाहिँ एक दिन चाहिँ त्यो के भन्छ त्यो अब अघि कपडाले भेटेको त्यो उसबाट चाहिँ एक दिन चाहिँ यस्तो अब हेसर भनौँ न प्रकाश यस्तो निस्केर चाहिँ रिङ्सेलहरू अब एकदमै रिङ्सेलहरू ठुङ्से गयो भनेर बताउनु भएको छ है। र जब त्यो आमा अन्तिम अब उहाँ यो संसारलाई त्याग्ने समय आएको थियो, त्यो बेलामा पनि उहाँ आमाले पनि के भन्छ एकदमै उहाँको शरीर नै एउटा के भन्छ एउटा प्रकाशको रूपमा भएर चाहिँ अन्तिमको अब उहाँले पनि त्यसरी परिनिर्वाण अथवा ढुपा उहाँले त्यस्तो खालको पाउनुभयो भनेर बताउनु भएको छ है। अब त्यो चाहिँ अर्थात् त्यो चाहिँ अब कुकुरको दाँत त्यो अघि है कुकुरको दाँतमा झिलाप भएर चाहिँ त्यस्तो खालको भएको चाहिँ होइन। तर त्यो चाहिँ कसरी चाहिँ भयो भन्दाखेरि चाहिँ त्यो आमाको श्रद्धा भक्तिको पावर अथवा त्यसको शक्तिले चाहिँ है बुद्ध बोधिसत्वहरूले पनि त्यो कुकुरको दाँतको द्वारा चाहिँ त्यो आमालाई ब्लेसिङ त्यसरी दिनुभयो भनेर बताउनु भएको छ है। यसलाई अब हामीले थेपा हेर्न खिसोले क्या झिङसेल ठुङ भनेर बताउनु भएको छ है। यदि तपाईँ हामीमा श्रद्धा भक्ति छ भने कुकुरको दाँतबाट पनि उस्तो प्रकारको झिङसेलहरू ठुङ्से गर्छ भनेर बताउनु भएको छ होइन। त्यसैले गर्दा चाहिँ यो श्रद्धा भक्ति चाहिँ एकदमै महत्त्वपूर्ण र इम्पोर्टेन्ट तपाईँ हामीले यसलाई चाहिँ अब हामीले दिनौँ अब डेभलप अब गर्नुपर्दछ होइन। अब डाइरेक्ट एकतालमा अब श्रद्धा भक्ति अब हामी नआए तापनि तपाईँ हामीले बिस्तारै बिस्तारै त्रिरत्नको ज्ञान गुणलाई बुझ्नु पर्दछ, सुन्नु पर्दछ है, स्टडी गर्नुपर्दछ है। जब हामीले त्यसरी गर्छौँ तब हामी त्यो कुरालाई बुझ्दै बुझ्दै आउँछौँ। जब बुझेपछि अब साँच्चै नै त्यहाँदेखि चाहिँ तपाईँको त्यो श्रद्धा भक्ति चाहिँ कसैले पनि खसाउनु सक्दैन होइन। अब त्यस्तो हुनाले गर्दाखेरि चाहिँ श्रद्धा भक्ति चाहिँ एकदमै महत्त्वपूर्ण छ। र यति भन्दै मेरो यो छोटो भिडियोलाई म यहीँ नै राख्न चाहेँ। धन्यवाद।